नेपाल वनपैदार उद्योग व्यवसाय महासङ्घ आजभन्दा 37 वर्ष अगाडि उद्योगी व्यवसायको हक हित संरक्षण र सम्वर्धन गर्दै दिगो व्यवस्थापनको माध्यमबाट वनमा संरक्षणको साथै उत्पादन र त्यसलाई उपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको यो संस्था हो र अहिले आएर वन क्षेत्रलाई हेर्दा हामी वन क्षेत्रमा एकदम अगाडि छौँ। आज नेपालमा भर्खरै आएको डाटा अनुसार 45.30% वन जङ्गलले घेरिएको यो हाम्रो देश, यो मुलुक, हामी धेरै प्रचुर सम्भावना बोकेको देश, सम्भावनाहरू भएको देश र हामीले वन क्षेत्रबाट जति राष्ट्रिय योगदान दिनुपर्थ्यो त्यो दिन नसकेको अवस्था छ। र आज हेर्नुहुन्छ भने हाम्रो एउटा अध्ययनले के देखाएको छ भने वनबाटै गरिएको अध्ययन हो, 13 करोड क्युफिट काठ नेपालमा उत्पादन हुन्छ र सबैले यो प्रयोग गर्यो भने 5 करोड क्युफिट काठ मात्र खपत हुन्छ। अरू काठहरू हामीले विदेशमा अब उत्पादन गरेर त्यसको भ्यालु एड गरेर हामीले निर्यात गर्न सकिन्छ। तर दुर्भाग्य के छ भने आज देशमा हामीले हरियो रुख काट्नु पर्दैन। देशमा ढलापडा जुन बर्खा बाढी आएर पहिरोले ढलाएको हुन्छ, सुखट हुन्छ, तिनी काठ मात्र निकाल्यो भने पनि हामीले 13,000 क्युफिट काठ निकाल्न सक्छौँ। त्यससँग त्यो 13,000मा निजी वन क्षेत्रसँग पनि जोडिएको छ। जो निजी वन जुन जनताको निजी वन छ, वनबाट जुन नम्बरी आबादीमा भएका काठहरू पनि त्यसमा जोडिएको छ। यति ठुलो सम्भावना बोकेको छ। तर आज हामी काठमा परनिर्भरता छौँ र काठ उत्पादन भएको छैन। उत्पादन भएको काठ पनि अहिले सडेर गएको छ। लाखौँ क्युफिट जङ्गलमा सडेर गलेर माटो भएको छ। तर त्यसलाई हामीले उत्पादन गरेर ल्याएर उपयोग गर्न सकेको अवस्था छैन। यो नगर्नुको कारणहरू धेरै छन्। त्यसमा पहिला त वन नियमावली यसको अलिकति कता घुमाउरो पाराले यो उत्पादनलाई कठिनाइ हुने, उपयोग गर्न जनता समक्ष पुर्याउनको लागि विभिन्न बाधा अडचन त्यो नियमावलीले पारेको छ। हामीले हेर्दाखेरि यहाँ लाग्छ धेरै आजभन्दा 80-90 वर्ष पहिलाको नियमावलीका भएका प्रावधान अहिले पनि छन्। त्यसले गर्दाखेरि यहाँ अहिले त संसारमा यति ठुलो बिजनेस भइसक्यो, व्यापार भइसक्यो। अब हाम्रो देशमा लगभग 25वटा राष्ट्रबाट यहाँ काठ आइरहेको छ। हामीसँग काठ यत्रो छ, तर हामी काठ विदेशबाट लिएर आएका छौँ। विदेशबाट त्यति मात्र होइन, काठका फर्निचरहरू विदेशबाट आयात हुन्छ। त्यति मात्र होइन, काठलाई विस्थापित गर्ने एल्युमिनियम, पिभिसी जस्ता, युपिभिसी जस्ता चिजहरू हामी आयात गरेका छौँ र आफ्नो देशमा भएको काठलाई कुहाएर सडाएर फ्याँकेका छौँ। त्यो नगर्नको लागि महासङ्घले धेरै वर्ष अगाडिबाट यसमा निरन्तर खबरदारी गरेको छ, बहस पैरवी गरेको छ, ध्यान आकर्षण गराएको छ। विज्ञप्ति मार्फत हामीले सरकारलाई यिनी कुराहरू राखेका छौँ, तर पनि आजसम्म सुनाइ भएको छैन। जहाँसम्म 2079 सालमा हामीले केही नियमावलीलाई संशोधन गरेर केही सजिलो पार्नको निम्ति हामीले प्रस्ताव राख्यौँ। केही प्रस्तावहरू महासङ्घको त्यसमा समेटियो भने धेरै प्रस्तावहरू आउन सकेनन्। त्यसले गर्दा त्यो बेलामा फेरि यो जुन गुलियाको मूल्याङ्कन गरेर हिसाब निकालिन्छ, जुन फर्मुला भन्छ, त्यो फर्मुला हाम्रो देशमा यो दक्षिण एसियामा अथवा कुनै पनि राष्ट्रमा नभएको एउटा भूवर भन्ने फर्मुला लगाइयो। त्यसले गर्दाखेरि यहाँ काठको मापनमा बढ्न गयो। चिरान आउँदाखेरि यहाँ काठमा आएर मिल चिरान गरेर उत्पादन गर्ने बेलामा 45% मूल्य वृद्धि भयो। त्यो मूल्य वृद्धि हुनको कारणले गर्दा हाम्रो काठको भाउ एकदम महकिन गयो, जसका कारणबाट हाम्रा जनताको क्रय शक्ति नै हुन सकेन र वैकल्पिक वस्तुहरूमा हाम्रा विभिन्न भनौँ न जसले घर बनाउँथ्यो उहाँहरू वैकल्पिक वस्तुहरूमा जान थाल्नुभयो। त्यसले गर्दाखेरि यहाँ अझ परनिर्भरता बढ्दै गयो, खपत घट्यो। घट्नको कारणले गर्दाखेरि यहाँ वैदेशिक वस्तुहरूले प्रशय पायो र तिनी चिजहरू आउँदै गर्दा नेपालमा काठ कुहिरहेको छ। हामीले अरबौँ रुपियाँ बाहिर पठाइरहेका छौँ।
अरबौँ रुपियाँ बाहिर गएको छ, राजस्व देशलाई आएको छैन। जुन आशा थियो हामीले यो वन क्षेत्रबाट समृद्धि हासिल गर्ने जुन आशा लिएका थियौँ त्यो आशा चकनाचुर भएर गयो। हामीले त्यसमा कति नै लबिङ गर्दा पनि यो गर्न सकिएको अवस्था छैन। तर हामीले एक मिनट दुई वर्ष लगाएर फेरि पनि हामी क्वार्टरगत फर्मुलामा फर्क्यौँ। सरकारले त्यो यो चाहिँ वास्तवमा गलत थियो, यो फर्मुला चेन्ज गर्ने भनेर फर्क्यो। तर रोयल्टीमा फेरि 27% बढाउँदा हाम्रो स्थिति त्यहीँ नै पुगेको छ। अहिले पनि भन्नुहुन्छ भने अरबौँ रुपियाँका चिजहरू बाहिरबाट आउँछन्, हाम्रा काठ बिक्री भएका छैनन्। जहाँ घाटगद्दीका घाटगद्दीमा कुहेका छन्, जङ्गलका जङ्गलमा कुहेका छन्। हाम्रा उद्योगी व्यवसायिकहरूले आफ्ना उद्योगमा ल्याएका काठहरू पनि बिक्री हुन सकेको छैन। हाम्रा उद्योगी व्यवसायिकहरूले ब्याङ्कबाट लिएको कर्जाको ब्याज र किस्ता समेत बुझाउन नसकेको यस्तो अवस्था रहेको छ। यसले गर्दा हामी के चाहन्छौँ भने वनबाट समृद्धि हासिल होस्, हामीले त्यो काठहरू उपयोग गर्न पाऊँ र सस्तो सुलभ दरमा जनताले त्यो काठहरू पाओस् र उद्योगहरू स्थापना हुन्, रोजगारी सिर्जना होस्, राज्यले आफ्नो राजस्व प्राप्त गरोस्, भ्याट प्राप्त गरोस् र अन्य करहरू पनि राष्ट्रले लियोस्। आज हेर्दाखेरि यहाँ यत्रो सम्भावना बोकेको वन क्षेत्रबाट राष्ट्रिय योगदान जम्मा 3 देखि 4% छ, जुन हुनुपर्ने 20% भन्दा पनि बढी हुनुपर्नेमा आज त्यो अवस्था रहेको छ। त्यसले गर्दा हामी के चाहन्छौँ भने यसलाई कसरी हुन्छ राम्रो बनाएर आफ्नो भएको वस्तु चिजहरूलाई प्रयोग गरौँ। र अर्को कुरा म यहाँलाई के जोड्न चाहन्छु भने हामीले आजभन्दा धेरै वर्षबाट आवाज उठाइराखेको कुरा के हो भने आफ्नो देशमा भएको वस्तुलाई नेपाल सरकारले प्रयोग गर्दैन। नेपाल सरकारका भवनहरू बन्छन्, प्रदेशका भवनहरू बनिराखेका छन्, प्रदेश सरकारका स्थानीय सरकारका भवनहरू बनिराखेका छन्। तर तिनी भवनहरूमा एक टुक्रा काठ प्रयोग भएको छैन। सबै विदेशबाट ल्याइएका काठलाई विस्थापित गर्ने सबै सामानहरू प्रयोग भएका छन्, जसले गर्दा आफ्नो देशमा भएको वस्तु खेर गइराखेको छ भने अब अरबौँ रुपियाँ खर्च गरेर बाहिरबाट सामान ल्याएर प्रयोग गरेको छ। यसले गर्दा हामी के चाहन्छौँ भने नेपाल सरकारले आफूले बनाउने भवनहरू, आफूले यो जुन किसिमको प्रदेश सरकारहरूले अहिले भवनहरू बनाइराखेका छन्, जुन सरकारले अनुदान दिएर सामुदायिक भवनहरू बन्छन् र स्थानीय सरकारले आफ्ना भवनहरू बनाएको छ, ती भवनहरूमा प्रयोग गरोस्, यसको मूल्य घटोस् र यिनी झन्झटिला नियमावलीलाई संशोधन गरेर काठ सरल सुलभ तरिकाले पाउने व्यवस्था होस्। यो भयो भने यसबाट मलाई लाग्छ देशले राष्ट्रिय योगदान 20 देखि 25% पाउने छ भने जनताले सुलभ तरिकामा सस्तो दर रेटमा काठ उपलब्ध हुनेछ, उद्योगहरू सञ्चालन हुनेछन् र रोजगारीको सिर्जना हुनेछ। र आज दिनमा 1500 देखि 2000 युवाहरू खाडी मुलुकमा गएका छन्। त्यसलाई केही रोक्नको लागि हदसम्म केही हामी रोक्न सक्छौँ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। यो खास सरले अहिले नियमावली संशोधनको कुरा गर्नुभयो। नियमावलीमा चाहिँ के कुरा संशोधन हुनुपर्छ, अहिले चाहिँ के कुराहरू राखेको छ, त्यसले चाहिँ कसरी हाम्रो चाहिँ काठमा चाहिँ के अरे निर्यातमा चाहिँ असर गर्यो? खास गरेर हामीले भन्न खोजेको के हो भने नियमावलीमा हिजोको अवस्थामा वनलाई संरक्षण गर्ने संरक्षणमुखी मात्र नियमावली थियो, तर त्यसलाई उत्पादनसँग जोड्नुपर्छ। तिनी काठ जङ्गलमा रहेका काठहरू कुहेर जुन खेर गइरहेका छन् तिनलाई सरल तरिकाबाट जुन उद्योग व्यवसायले प्राप्त गर्नुपर्नेमा त्यहाँ के छ भने म हजुरलाई अब त्यसको विस्तृत त सबै अहिले यो समय पनि नहोला, तर एउटा रुख काटेर अथवा निजी मेरो नम्बरी जग्गामा छ त्यो रुख काटेर मेरो उद्योगसम्म पुर्याउनको लागि 12 चोटिसम्म त्यो सम्बन्धित कार्यालयहरूमा धाउनुपर्छ भनेपछि त्यो नियमावली कति झन्झटिलो र कति अव्यवहारिक होला भन्ने कुरा यहाँले महसुस गर्नुहुन्छ। हामीले त्यस्तो प्रावधानलाई पनि हामीले मानेर अगाडि बढिरहेका छौँ। त्यसले गर्दा अर्को के हो भने हामी विदेशी काठ र काठबाट बनेका फर्निचर लगायतका अन्य वस्तुहरूसँग प्रतिस्पर्धा गर्नको लागि हाम्रो राजस्व दर नै बढी छ। त्यसकारण राजस्व घटाउनुपर्छ र नियमावलीलाई संशोधन गरेर सजिलो बनाउनुपर्छ र विदेशी वस्तुहरूसँग नेपाली काठले र काठबाट बनेका फर्निचरले प्रतिस्पर्धा गर्न सक्नुपर्छ।
तब मात्र हामीले आफ्नो देशमा भएको वस्तुहरू प्रयोग गर्न सक्छौँ। र विदेशबाट आज तपाईँलाई यहाँ म के भन्न चाहन्छु भने मलेसिया, बर्मा, इन्डोनेसिया लगायत 25वटा देशबाट नेपालमा काठ आउँदा त्यहाँको काठ सस्तो हुने, तर नेपाली काठ महँगो हुनको कारण यिनै कारणले गर्दा हो। त्यसकारण हामीले चाहेर पनि यहाँ जनताहरूले, उपभोक्ताहरूले यो उपयोग गर्न सकिरहेका छन्। हामीलाई थाहा छ यो महँगो हुँदाको कारणले गर्दाखेरि क्रय शक्ति छैन। त्यो जनतालाई त्यो काठ किन्नको लागि क्रय शक्ति उनीहरूको अनुसारको बनाउनुपर्छ, त्यसमा हामी लागिरहेका छौँ। र अहिले भर्खरै वन नियमावली र राजस्वलाई केही संशोधन गर्नुपर्छ भनेर 2टा समिति बनेको छ। त्यो समितिमा महासङ्घको तर्फबाट हामीले प्रेजेन्टेसनको साथै हाम्रा प्रस्तावहरू पेश गरेका छौँ। अब त्यो अगाडि बढिरहेको छ। हेरौँ कतिसम्म त्यसले समस्याका समाधानलाई गर्नको लागि अगाडि बढ्छ। त्यो भोलिका दिनमा हामीलाई प्राप्त हुनेछ र यहाँहरू सम्पूर्णलाई पनि हामी महासङ्घको तर्फबाट जानकारी गराउनेछ। वन नियमावलीले वन प्रशस्त मात्रामा जोगाएको छ। किन भन्दा आज 45-30% पुगेको त्यत्तिकै वन संरक्षण नगरेर होइन, संरक्षण राम्रोसँग भएको छ। संरक्षण हिजो थिएन, बरु आज संरक्षण राम्रोसँग भएको छ। हिजो मलाई लाग्छ आजभन्दा 15-20-25 वर्ष अगाडि 37-38% भएको जङ्गल आज 45.30% बढ्नुको कारण नै वन संरक्षण हो। तर वन संरक्षणको साथसाथै त्यसको उत्पादन, त्यसलाई उपयोग पनि गर्नुपर्छ भन्ने नीति आएको छ। तर त्यो नीति राम्रोसँग कार्यान्वयन नहुने र त्यसका झन्झटिला कारणले गर्दाखेरि वन संरक्षण हामीले गर्नुपर्छ। वनलाई यदि हामी अझ दिगो व्यवस्थापनको साथै वनलाई संरक्षण गर्दै त्यसबाट उत्पादित चिजहरूलाई उपयोग गर्नु भनेको हो। मैले अघि नै भने वनलाई सिधै गएर खडा रुख काटेर हामीले उपयोग ल्याउनुपर्छ र बजारमा बिक्री गर्नुपर्छ भन्न खोजेको होइन। त्यस्तो जङ्गलमा यति हजारौँ लाखौँ क्युफिट ढलेर चढेर पडेको छ। बर्खामा पहिरो र बाढीले बगाएको छ, हुरी बतासले पल्टाएको छ। सुखड भएर त्यो सुखेर त्यसबाट केही अब वृद्धि नहुने अवस्थामा छ। तिनी काठ मात्र निकाल्यो भनेदेखि पनि 13 करोड क्युफिट वार्षिक निक्लन छ भनेर अब एउटा अध्ययनले देखाएको कुरा हो। त्यसकारण संरक्षण गर्दै त्यसलाई उपयोग पनि गर्नुपर्छ। त्यसमा भएका काठहरूलाई उत्पादन गरेर अब देशभरि सबैलाई उपयोग गर्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ। अब आजभन्दा 2 वर्ष अगाडि जुन यो फर्मुला परिवर्तन भएर महँगाई काठकोले उचाइ लिएको थियो, त्यो बेलामा धन्नै 2000 क्युफिटको फरक पर्थ्यो। 4045-मा विदेशी काठ पाइन्थ्यो भने हाम्रो 6000देखि 6500 रुपियाँ पर्थ्यो तर क्युफिटको। तर हामीले त्यसलाई घटाउनुपर्छ भनेर विभिन्न तरिकाले आर्थिक अनुशासनका कुराहरू पनि छन्। यो भित्र आर्थिक अनुशासन छन्। अब यसको सङ्कलन खर्चहरू छन्। पहाडी इलाकामा अलि बढी खर्च आउँछ सङ्कलन गर्नको लागि। अब त्यो ढुवानीको व्यवस्थाहरू अलिकति महँगा छन्। तिनलाई कसरी कम गर्न सकिन्छ भनेर जब भूभार परिवर्तन भएर क्वार्टर ग्रोथमा आइसकेपछि हामीले सरकारसँग यसको एमआरपी तोकेर जानुपर्छ। काठको मूल्यलाई एमआरपी तोकौँ र त्यही अनुसारको हाम्रा उद्योगी व्यवसायिकले आफ्नो टेन्डरद्वारा यो लिलाम बढाउ गरेर लिने हो। त्यसकारण हामी त्यही अनुसार गर्छौँ र यसलाई रेट घटाउनुपर्छ भनेर अहिले त्यो भूभार चेन्ज भइसकेपछि अहिले काठको भाउ अति नै घटेको छ। अहिले लगभग तयारी तपाईँले झ्याल ढोकाहरू तयारी खोल्नुहुन्छ भने 4500देखि 4800 भित्र आएको छ। जुन विदेशी काठको गुणस्तर छैन। हाम्रो नेपाली काठ यति राम्रो छ र साल काठ भनेको हाम्रो विश्वमा हाम्रो जस्तो राम्रो काठ हुन त अरू देशमा हुनु होला, तर पनि हामीले त्यति राम्रो काठ मानिन्छ। अहिले एकदम सस्तो भएर आएको छ। तर हिजोको दिनमा विदेशी सामान र एल्युमिनियम, पिभिसी, युपिभिसी जस्ता प्रयोग गरिसकेका जनताले र काठ महँगो छ भन्ने भाष्य निर्माण हुँदै गयो। यथार्थमा थियो पनि, तर अहिले आएर मूल्य तल घटिरहँदा पनि त्यो प्रयोग गर्न सकेको छैन। हामीले मुख्य टार्गेट भनेको नेपाल सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले यसलाई प्रयोग गर्नुपर्छ। त्यसपछि सहज रूपमा यसको प्रचार गरेर कमसेकम काठ प्रयोग गर्ने स्वास्थ्यको लागि राम्रो छ।
अब युपिभिसी यस्ता कुराहरू केमिकलबाट बनेका चिजहरू हाम्रो घरमा यदि राख्यौँ भने हामीलाई स्वास्थ्यलाई पनि असर गर्छ। आज भनिएको छ, हेर्नुहोस्, एउटा घरको सम्पन्न लिँदा, नक्सा सम्पन्न लिँदाखेरि यहाँ 2टा रुख अगाडि हुर्काऊ र बल्ल सम्पन्न ल्याऊ भनिएको छ। त्यो स्वास्थ्यको लागि राम्रो भएको कारणले त्यो भनिएको हो। एकातिर त्यो भनिन्छ भने अर्कोतिर काठ प्रयोग नगरेर अन्य वस्तुहरू प्रयोग गरिएको छ। यसलाई सरकारले नीति नियममै सुधार गरेर नीतिगत व्यवस्था गरेर आफूले पनि प्रयोग गर्ने र अनि अरूलाई पनि प्रयोग गर्न, जनतालाई पनि प्रयोग गर्नको लागि प्रेरित गर्नुपर्छ। यदि भयो भने हामीले 13 करोड क्युबिक काठ उत्पादन गर्न सक्छौँ। जुन 5 करोड क्युबिक काठ यहाँ खपत हुन्छ भने अरू 8 करोड क्युबिक काठलाई हामीले त्यसलाई वस्तुमा उत्पादन गरेर भ्यालु एड गरेर निर्यात गर्न सकिन्छ। जुन पैसा आज हामीले जति बाहिरबाट खरिद गरेर ल्याएका छौँ त्यसको डबल पैसा डलरको हिसाबमा हामी नेपालमा भित्राउन सक्छौँ र त्यसबाट वनबाट समृद्धि हासिल गर्न सक्छौँ भन्ने लाग्छ। अब हामीले के भन्ने गरेका छौँ भने नरम जातिका काठहरू भनेका छौँ। जुन काठहरू काटेर 2-4 महिनाभन्दा बढी राख्यो भने त्यो सबै आफै त्यो कुहेर जान्छ। त्यो वस्तु भनेको हाम्रो प्लाइवुडमा त्यो पत्ता बनेर, भिनियरबाट पत्ता बनेर प्लाइवुड बन्छ, उनीहरूले युज गर्छ। तर काठ हामीसँग साल मात्र होइन, धेरै प्रकारका काठहरू हामीसँग एकदम राम्रा काठहरू छन्। हामीसँग केही त्यस्ता चिजहरू छन् जुन फ्याक्ट्रीलाई, प्लाइवुडलाई, भिनियरलाई काम लाग्छ। अनि भनेदेखि अन्य जातका काठहरू हामीले सिजनिङ ट्रिटमेन्ट गरेर घरमा लगायो भने त्यो सालभन्दा पनि राम्रो काठहरू छ। तर हामी साल भनेर त्यसो सालको पछाडि लागेका मात्र छौँ। अहिले काठमाडौँमा हेर्नुहुन्छ भने सबैले राम्रो सल्लो लिएर आएर घरमा खापाहरू, चौकसहरू बनाएका छन्। त्यो पनि खपिरहेको छ। हामी हिजोको अवस्थामा के भने साल भनेर मात्र अगाडि बढ्यौँ। त्यसले गर्दाखेरि यहाँ साल राम्रो भन्ने कुरा छ। तर साल मात्र होइन, हामीसँग नेपालमा पाइने धेरै जातका काठहरू एकदम राम्रो छ। तिनलाई सबैले युज गर्यो भने राम्रो छ। त्यो साल मात्र होइन, अन्य जाति पनि राम्रो छ भन्न चाहन्छु। अब एक्चुअली डाटा भनेको मैले तपाईँलाई एक्चुअल एकदम नम्बरमा त भन्न सक्दिनँ, तर पनि हामीसँग प्राप्त भएको डाटा अनुसार हामीसँग वन पैदावारमा आधारित उद्योग भन्नाले समिल, फर्निचर, अनि प्लाइवुड, भिनियर, अनि कत्था लगायतका उद्योगहरू यहाँ सञ्चालन छन्। तिनको हेर्दा लाखौँले रोजगारी पाएका छन्। अरबौँ रुपियाँ सरकारलाई राजस्व तिर्छन्, करहरू तिरेका छन्। आज तपाईँलाई यहाँ म जानकारी गराउन चाहन्छु, हिजो हामीले सम्पूर्ण प्लाइवुडहरू बाहिरबाट, विदेशबाट आयात गर्थ्यौँ। आज नेपालमा 70वटा प्लाइवुड उद्योग छ। नेपाललाई जति चाहिने प्लाइवुड पुर्याएर अहिले इन्डिया निकासी गरेर उनीहरूले डलर कमाएको छ। अब त्यसले गर्दा अब तपाईँ भन्नुहोस्, यदि उद्योग सञ्चालन गर्यो भने हाम्रो भोलिको दिनमा यसको प्रचुर सम्भावना रहेको छ। यो सबै नियमावली, निर्देशिका, व्यवस्थापन, नीति नियमहरू यिनी सबै राम्रा हुनुपर्छ। त्यही अनुसार अगाडि गयो भने भोलिका दिनमा हामीले निर्यात गर्न सक्छौँ, आयातलाई विस्थापित गर्न सक्छौँ भन्ने हामीलाई लागेको छ। अब हामीले व्यापार घाटा भन्छ सरकारले। आफ्नो देशमा भएको वस्तुलाई प्रयोग नगरेर विदेशबाट लाखौँ करोडौँ रुपियाँ डलर तिरेर ल्याएको छ भने व्यापार घाटा त त्यत्तिकै लाग्ने भयो। आफ्नो स्रोत आफूसँग भएको, आफ्नो देशमा भएका चिजहरूलाई प्रयोग गर्यो भने हामीसँग नभएको, हामीलाई त प्राकृतिकले यो देशलाई त यति राम्रो प्राकृतिक स्रोत साधन छ हाम्रो देशमा, तर हामीले त्यो प्रयोग सबै क्षेत्रको प्रयोग गर्न सकेका छैनौँ। यदि सक्ने हो भने हाम्रो व्यापार घाटा होइन कि व्यापारमा हाम्रो प्लस भएर जान्छ, हामी निर्याततिर जान सक्छौँ। यो अवस्था ल्याउन अब विशेष गरेर नेपाल सरकारकै हातमा छ, उहाँहरूकै नीति नियम कानुनहरूमा छ। त्यो सबै सजिलो बनायो भने भोलिका दिनमा हामीले जति अहिले आयात गरेका छौँ, हामीसँग नभएको वस्तु मात्र आयात गर्नुपर्छ। भएको वस्तुलाई हामीले आफ्नो देशमा भएको वस्तुलाई आफूले प्रयोग गर्नुपर्छ। त्यसपछि व्यापार घाटा न्यूनीकरण हुँदै जान्छ भन्ने हामीलाई लाग्दछ। यहाँलाई म के जानकारी गराउँ भने आजभन्दा 12-15 वर्ष अगाडि काठमा हामी आत्मनिर्भर थियौँ। जुन काठको मूल्य यति धेरै थिएन, सबैले प्रयोग गर्थ्यो, नेपाल सरकारले प्रयोग गर्थ्यो, नेपाली जनताले प्रयोग गर्नुहुन्थ्यो, विदेशबाट आउँदैन थियो। जब विभिन्न कारणबाट वन क्षेत्रलाई बन्देज लगाउने,
बन्द गरिदिने, अब उत्पादन भएका काठहरूलाई उद्योगसम्म ल्याउन नदिने, यिनी विभिन्न किसिमका विभिन्न वर्षहरूमा यिनी हुँदै गए। त्यसले गर्दाखेरि यहाँ व्यापार हो, व्यापार त जसले पनि गर्न पाउँछ। हामीले WTO-मा को उसमा हामीले साइन गरेका छौँ। विश्वव्यापी रूपमा व्यापार गर्न पाइन्छ। सबैले व्यापार, अब नेपालमा यसको सम्भावना छ भने सबैले विदेशी वस्तुहरू ल्याउन थाले। नेपालको वस्तुहरू कसैले प्रयोग गर्न छोडे, सबैले छोडे। त्यसकारण हामीले के भन्छौँ भने देशमा भएको आफ्नो वस्तुलाई प्रयोग गरौँ र हामी आफ्नो देशमा भएका वस्तुबाट आत्मनिर्भर हौँ। परनिर्भरतालाई हुनु हुँदैन र यसले गर्दा वन क्षेत्रलाई यदि राम्रो गर्ने हो भने भोलिका दिनमा महासङ्घले अगाडि सारेका प्रस्तावहरूलाई कार्यान्वयनको पक्षमा यदि गइयो भने यो 2-4 वर्षमा फेरि तपाईँ यसरी एउटा इन्टरभ्यू लिन आउँदा हामी आज वन क्षेत्रबाट यति उपलब्धि छ, यति रोजगारी छ, यति हामीले कर तिरेका छौँ, यति हाम्रो यति खपत छ, यति निर्यात छ भनेर हामीले पूर्णतया डाटा दिन पाऊँ, मैले यही राख्न चाहन्छु। हामीले विशेष गरेर वन नियमावली नै संशोधनको प्रक्रियामा गएका छौँ। वन नियमावली 2079मा बसेर हामीले जुन संशोधन हुँदा हामीले दिएका कुराहरू, केही कुराहरू राखिए भने केही कुरा राखिएका छैनन्। विशेष गरेर यो वन नियमावलीलाई संशोधन गरेर उद्योग मैत्री नियमावली बनाउनुपर्छ भन्ने छ। त्यसभित्र भास्ट छ, धेरै कुराहरू छन्। त्यो एउटै कुराले झन्झटिलो काम गर्न नसक्ने अवस्था, विभिन्न कारणले रोकिने अवस्था, तिनी नहुन् भन्नको लागि अहिले हामीले त्यसलाई पूर्ण रूपमा संशोधनको लागि प्रस्ताव पेश गरेका छौँ। अर्को रूपमा 2079 भन्दा पहिला जुन राजस्व दर थियो नेपालको काठको, त्यो राजस्व दर नै कायम हुनुपर्छ। हामी धेरै बिक्री गरौँ, पैसा कम लियौँ, रेट कम गरौँ, धेरै बिक्री गरौँ, त्यसबाट धेरै राज्यलाई राजस्व आओस् भन्ने कुराले हामीले त्यो संशोधनको पनि प्रस्ताव राखेका छौँ। अहिले हामीले वन एउटा समिति मार्फत त्यो वन मन्त्रालयमा जाँदैछ, त्यसपछि क्याबिनेटमा जाला, त्यसको छलफल भएर यदि त्यो भयो भने यो वन क्षेत्रले अहिले जुन समस्याहरू झेल्नु परेको छ त्यो समस्या झेल्ने छैन। सबैले यो काठ प्रयोग गर्नेछन् र नेपाल सरकारले पनि गर्नेछ। यदि भइदियो भने हामी 2 वर्षभित्रमा यसको फड्को मार्न सक्नेछौँ र जे चाहेको त्यो अवस्थामा हामी पुग्न सक्नेछौँ भन्ने म राख्न चाहन्छु।